अनि एउटा आन्टी भेट्नु भयो आन्टी मलाई मजाले हेर्नु भएको छ केटीसँग फोन गर्दै आउँछु खतरो भन्नुभएको सोच्नु भयो होला अहिले उहाँसँग गएर हामीले कुरा गर्दाखेरि अहिले थाहा हुन्छ कसलाई फोन गर्दा आस भन्नुहुन्छ होला पक्कै पनि यहीँ हेर्नु सक्नुहुन्छ गाईहरू यस्तो खतरा रहेको छ उहाँलाई चिने जस्तै लाग्यो कता चिने जस्तै लाग्यो मलाई यो के बनाइरहेको छु विशालमा बिर्सेल्नु हो क्या छिटै तपाईँले म यो भिडियोहरू बनाएर टक्क आफ्नो गाउँ ठाउँलाई बजारतिर पुर्याउँ कि सोचिरहेको छु तपाईँहरूले पनि बनाउनु भएको थियो खै त मैले हेरेन हुन्छ मोबाइल एउटा भ्लग बनाउने हो एउटा यस्तै फङ्सन गर्ने कहिले काहीँ उहाँ मेरो ठुलमामी हुनुहुन्छ गाईहरू उहाँ अनि गाईपाला आउनु भयो हेर्नुभयो होला हो त्यस्तै हो म गोडागाईलाई गएर सिफारिस ल्याउँछ त्यही भएर जान्ला छु बजेलाई आज सुर्खेत पठाएँ म अब नाइक्ता बनाएर जान्छु भोलि पर्सि यहाँ पनि अब एउटा चिडियाखाना बनाउनु पर्ने जस्तो मान्छे गाईहरू यहाँ मान्छेहरूलाई यस्तो दुःख भइरहेको छ हजुर ल छिटो आउनु हल्का कहाँ ए उँला ल्याउनु होला त म पनि दिने अहिले अमला काण्ड फेरि खतरा खाने भयो फेरि ए त जुठो त्यही भएर मैले ढोक पनि दिइनँ अमला खाइन्छ बजारतिर लगिन्छ अमला काण्ड खतरा आएको त आजकल थाहा पाउनु आएन अमला काण्ड थाहा पाउनु आएन अमला खानुपर्छ भिटामिन अनि त्यही भएर हो ल गाईजहरू एकछिन हाम्रो काम पऱ्यो होइन यहाँ भिडियो कल गर्नुपर्ने गाईजहरू यहाँ एउटा आमाले आफ्नो छोरासँग कुरा गर्ने भन्ने एउटा इच्छा राख्नुभएको छ जो म पुरा गर्न गइरहेको छु उहाँको छोरा अहिले हाल इन्डियामा रहेको छ र उहाँलाई मैले कुरा गर्न लगाइदिनँ उहाँ यहाँ देखिनु जाइन्छ होइन मैले उहाँ आन्टीको छोरालाई फोन हानेको छु फोन उठ्छ कि हुँदैन हेरौँ यहाँ डाँडा काँडा ओ माई गड वाट अ ब्युटिफुल प्लेस के गाइज हेर्नुहोस् त ओ मा कसम दिस इज माई प्लेस गाइज उता मेरो गाउँ रहेको छ होइन यस्तो खतरा खतरनाक भिडहरू छन् हेलो दिपक भाइ दिपक के गर्दैछस् म यहाँ उनीकोटतिर गएको थिएँ होइन अनि ठ्याक्कै तेरो मम्मी भेटिनु भयो अनि छोरासँग टक्क फङ्सन गर्ने छ भने गराइदियो भन्ने कुरा आयो अनि त्यही भएर मैले यसो फोन हानिदिएँ कुरा गर्न त अनि मम्मीसँग छोड्दिनँ लाउनु कुरा गर्नु म उता गोडागाईलाई पुग्नु फेरि गाईहरू आफ्नो छोरासँग कुरा गर्नको लागि हेर्नु उहाँ यस्तो दौडधुप गरेर यस्तो जङ्गलमा आउनु परेछ भेटेको होला हेलो हेर्नुहोस् गाईहरू आमा छोराको कुरा हुँदैछ भाग्य पनि अनि आज उनीकोट रहेछु गाई कोटी भेट्न लाइन आएको हामी अरू सुन्छै छौ के गर्छौ यो हो कि गाईहरू आमा छोराको माया भने सुन्छै छु छोरा अनि कहिले आउँछौ घरतिर हो र देखिया के देखिया त्यो रुमाल गर्नु न हामी देखिन्छ कहिले त यो यहाँ अनुहार देखेन हो नि अनुहार देखिएन खान्छ त यस्तो धेरै हान्ने के हो अहिले भयो यस्तो हो हामी पनि घामको कारणले गर्दा अनुहार देखेन छोराको होइन हाम्रा कन्ठा अनलाइनमा है अनि पुरा हुन्छ नि बुने
अनि त्यही भएर अहिले के छ हो यहाँ ढोका नै बुझ्दै तोइ लागि न बुझ्ने नि बुझ्ने नि ल्याए त्यही त त्यो ढोका नै बुझ्ने पनि नबुझ्ने पनि अहिले देखि अनि जुटो हो यहाँ हो छोराले बुझ्नुपर्छ त्यो कुरा अनि त्यही भएर थाहा पाइनी मेरो गाउँ गाईहरू होइन यही त छ कि बजार र हेर्नु न गाईहरू पारीको ओफाइ गर वाटर डेन्जरस भेड त्यहाँ के गाईहरू पहिला हामी त्यहाँ सानो सानो जडीबुटीहरू पाइन्थ्यो त्यहाँ खोज्न जान्थ्यौँ कि त्यो भिडमा अलिक धेरै गएछ यहाँ जान्थ्यौँ मजा पनि पारी छ अहिले धेरै लाग्ने गाई त्यहाँ रहेको छ गाईहरू मेरो गाउँ हेर्नुहोस् सायद जुम गऱ्यो भने मेरो घर देखिन्छ होला वा त्यहाँ रहेको छ मेरो घर हेर्नुहोस् गाईहरू होइन धेरै जुम नगरौँ अब गाउँ हेर्नुहोस् गाई जस्तो गर्छ उहाँले आफ्नो छोरासँग कुरा गरिरहनु भएको छ एउटा आमा छोराको माया हो के वाट मदर लभ भन्ने कुरो गाईहरू तिमीहरू पहिलासम्म आउँछ अब घरतिर मलाई पनि आमा छोरालाई मिलाउँदाखेरि पनि खाएको छु हो दाइहरू पहिला आउँछ नानी त्यति दाइहरू अघि आएको छ नि आउने पनि हामी तैँले कपाल किन काटिने हो त्यो अगाडि के त्यति हो अनि अरू त सुन्छै छ हो ओडा कार्यालय जल्न लाग्यो हुन्छ अनि बेलुका घर आउँछु होला न माथिबाट आयो भने फोन गर्न लगाइदिन्छु तपाईँलाई बेलुका आउँछ है अब के थाहा आयो है आउन घरै आउने हो भोलि नगरपालिका जानु होला गाई कोट्टा म बेलुकातिर तपाईँ बेलुकातिर घर आयो भने फोन गर्न लगाइदिउँ ल घट्ट गयो देखे डाँबो घट्ट पिन्न गयो त्यही भएर उलाई ल्याउनु जान्छु अब अचल के खाने भन्ने भयो अब आउला गाईहरू नेपालमा अमला काण्ड खतरा नेपालमा अमला काण्ड खतरा छ गाउँमा अमला धेरै छ मैले अब एउटा भन्न आउनु छु गाउँको लेडिजहरूलाई अमला खान तयार पार्न लगाइन्छ दिपकै अमला आउँदैछ है बजारमा ए मैले चस्मा ल्याउनु बिर्सेछु अमला गाई अमला हाम्रो दाजुको अमलाको फ्याक्ट्री हो होइन यहाँ अमला लेडिजहरू पनि यता पल्किने भयो यहाँ हुनु पऱ्यो मलाई आउने भयो गाइजहरू होइन अहिले भइरहेको छ 2 घन्टामा पुगिन्छ होला हिँडिरहेको छु म हेर्नु न गाइज गाउँमा अब गाउँमा खासमा भन्यो गाउँ ब्युटिफुल भिलेज इज ब्युटिफुल लाइफ के भिलेज लाइफ यस्तो राम्रो लाइफ पनि छ ओ माइ गड वाह बडा ब्युटिफुल प्लेस मलाई लास्टै मनपर्ने गाइज त्यही भएर त म 2-4 दिन यसो घुमघाममा आएको गाउँमा मेरो इक्जाम छ जेठमा इक्जाम छ 11 छैन लास्ट फाइनल इक्जाम छ दिनुपर्छ पढ्नुपर्छ यसो माइन्ड फ्रेस गराउनलाई गाउँतिर बसेको तिमीहरू गई मलाई चाहिँ आज आएर बहुत खुसी लागेको छ क्या आमा छोरा बहुत खुसी लागेको छ क्या आमा छोरालाई मिलाउन पाइयो यहाँ गाउँमा आएर ओ भाइ सुन्न सक्नुहुन्छ क्या धेरै दिनपछि छोरासँग कुरा भयो छोरा अहिले इन्डिया छ क्या उहाँ मेरो ठुलमामी हुनुहुन्छ गाइज मैले कहिले मोबाइल बनाएर अहिले नेट यतिखेर देखिन्न त उनीहरू खै त के अब तपाईँ म बेलुका माथिबाट बाटो त खासै बाटो चिने होइन मैले फेरि माथिबाट भूमिसम्म आयो भने चाहिँ बाटो चिने हो त्यहाँदेखि यता आयो भने बाटो चिने होइन नेट गयो क्या हो टक्क तपाईँलाई म बेलुका आउँछु त्यहीँबाट यसो फङ्सन गर्नु लागि नभए त्यो केही फरक परेन जान्दिनँ क्या राष्ट्रिय जनावर गाईलाई सुरक्षा गर्नुपर्छ यसरी खेद्ने होइन नि त तर यो पाल्ने खेद्ने कोन भएर त्यो गर्नु भेटा भयो
जान्दिनँ सुकिया के अन्य खान्छन् हाम्रो खाइदियो हो ए माथि गएको हुन् गुबरी खाइदिएन बारीमा त जान्दिनु भएन नत्र उठेर आउँ त ल्याउनु त जान्दिन हाम्रो आलु खाए पुरै गु खाइदिए क्या ठिक छ आइगयो न तर त अनि प्रायः पाल्दिया हुन्छ आफ्नै गाडी पाल्नु पर्ने हो तर जस्तो जङ्गलसँग छोडिदिनु पर्ने हो ठिक छ गरेनन् एकले काम गरेन क्या पछि जानु पर्यो अब हाम्रो पनि त काम गर्छ अरे म पनि धेरै दिन पछि आएँ नि कस्तो चल्छ थाहा छैन हो मलाई पनि डाटा हिजो तानेको थिएँ यसो अब मैले मोबाइल त सधैँ चलाएको पाएँ नि छोड्न पनि नसकिने क्या यो अर्को यस्तो भिडियोहरू बनाउँला गाउँघरतिर रमाइलो अब बजारतिर के थाहा यस्तो घर दिनभरि घरभित्र बसिन्छ ड्याडी पनि सँगै आउनुभयो घरै हुनुहुन्छ हिजो 2 बजे छोरा आउनु त आमा धर्मेनी भेटाउने तरिकाले अब यता बजै पनि बिरामी हुन्न रहेछ बसले पनि ढिलो पुगाइदियो त्यसपछि उ गरे अहिलेको फोटो मात्र आयो यार के भयो है फेसबुक आयो त भन्यो हेर त मोबाइल चलाउन सिक्नु पर्यो अब सिकेँ मैले ठुलो मोबाइल देखेँ ए मोबाइल दियो कान्छी बिगाएले अनि अहिले घट्ट भइथिए जेठा आज अहिले जाम म बेलुका आउँछु नभए कुरा त भइहाल्छ कुरा सधैँ यस्तै हुन्छ न किन नआउने